आज चाहिँ मेरो पेट्रोललाई चाहिँ आज फर्स्टचोटि हानेमा आइसकेको छ। के अरे वीरगञ्ज बोर्डरकोबाट हामी आएको रहेछ। इन्डियामा बाइक चलाएर यस्तो छ त्यसैले हालत ल। यस्तो पनि घुमाएर हिँड्छ त मान्छेहरू ल। अहिले ट्रेनमा आइसक्यो, ट्रेनको पट्री भन्छ नि त्यही हो। झोलालाई चलाइदिन्छ त यस्तो त ल लाफाहरू यस्तै हुन्छ यार झगडाहरू। अहिले आउँदैन यो तल झारिदिन्छ। यो माथिको जुन छ नि त्यसलाई तल झारिदिन्छ। आउँदैछ रहेछ हो त्यो चाहिँ स्टेसन छ। उता बस रोक्छ, के अरे ट्रेन रोक्छ। ट्रेनको स्टेसन हो। त्यता आएर सबै त्यतै स्टेसन रक्सल स्टेसन त्यतै भन्छ। रक्सल स्टेसन यो चाहिँ यसमा ट्रेन हिँड्छ। पटेल पनि फर्स्ट टाइम आइरहेको बिस्तारै हो, बिस्तारै किन यस्तो कुदाएको हो। यस्तो जामा हो रक्सलको जामा। ट्याक्सीहरू ब्रेक हानेर गाडी ट्याक्सी बर्दाश्त गरेर ल आँट हुने भर्खर निस्कायो हो यार अलिअलि जामबाट। यिनीहरू पछाडि हिँड्दैन। यो ट्याक्सीहरू हिँड्दैन पछाडि मात्र कुदाउँछ। मोतिहारी गरेर
सौ सिद्धै हाल्थ्यो यार हो भाइ सिधै होइन सिधै हिँड्नु हामी अलिकति सिधा हिँडेर अनि मार्केट गरौँ न उताबाट पनि मान्छे यतै आउँछ यो यस्तो साइड हो हेर्नु आफ्नो साइडमा कोही हिँड्दैन कि इस पार्किंग के जीएस पे मिलेगा आपको पूरे 30% तक की भारी छूट। छैन इन्डियाको सरकारलाई थाहै छैन कि रक्सौल छ भने इन्डियामा तल छाडेर या फेरि बिग्रिसक्यो इन्डियाको केटीहरू नेपाल आउँदैन इन्डियाको केटीहरू नेपाल आउँदैन यताको आउँछ यार Salva, salva.